हेलो साथीहरू, हेर्न सक्नुहुन्छ मेरोमा चाहिँ अझै पनि बोडी फलिरहेको छ। साथीहरू हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ यस्तो जाडोमा पनि हिउँदोमा पनि बोडी चाहिँ फलिने रहेछ है साथी। एकदम मजाले फलिरहेछ। यता पनि छ, अहिले म टिपेर कति हुँदो रहेछ देखाउँछु ल साथी। अलिक मेरो गला खराब भएको छ साथीहरू, हेर्न सक्नुहुन्छ। अब के उडेर आयो कतानिर देख्दा पनि देखिँदैन त, खै त। ओ साथीहरू, फ्लाइट उड्दैछ है हाम्रो गाउँमा पनि, हेर्न सक्नुहुन्छ। के नै उड्यो होला भनेको त बाबा नुभाइ, के नै उड्यो होला भनेको त फ्लाइट पो रहेछ साथीहरू, देख्नुभयो। ल त साथीहरू, हामी चाहिँ अब फेरि बोडी टिपौँ है साथीहरू। अहिले देखाउँछु ल म साथीहरूलाई जम्मा कति हुँदो रहेछ। र मेरो घरमा अहिले पनि छ बोडी, कस कसको घरमा छ कमेन्ट गर्नु होला है साथीहरू। हेर्न सक्नुहुन्छ साथीहरू, आजको लागि चाहिँ हामीलाई पुग्यो, यति भएछ साथीहरू बोडी। हामी दुईजना मान्छेलाई एकसाथ टन्नै अझै हेर्न सक्नुहुन्छ, यस्तो फल्दैछ अझै। अनि यता माथि पनि छ, यो माथिको चाहिँ टिप्नु सकिनँ साथीहरू। अनि छेउछेउ भेटेको त टिपे, यति छ है, हामीलाई पुग्छ साथीहरू। हिउँदो बर्खा हाम्रो त बोडी नै बोडी, अझै चाहिँ सकिएको छैन, अझै पनि फल्दैछ। यहाँ हेर्न सक्नुहुन्छ कति राम्ररी। यो एउटै गाछ होइन साथीहरू, यो लाइनै रोपेको छु नि त मैले ऊसम्म। यति लाइनमा टिपेको बोडी अहिले यति भयो साथीहरू। अनि यता पनि छ अझै झ्याङ, त्यता चाहिँ अलिक पुरानो भयो घाँस। अनि त्यहाँ पनि फलि नै रहेछ है साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तो अहिले पो झन् राम्रो भएर फल्दैछ साथीहरू। यसपालि त खतरा बोडी खायो, खतरा। बजारमा लगेर बेचे पनि, यसो छोराछोरीलाई मिठाई सिठाई खान आउँछ भनेर। र पनि अहिले पनि फलिरहेछ, हिउँदोदेखि फलेको। हिउँदो अरे, सरी ल, के अरे बर्खादेखि फलेको, हिउँदो कटिन आँटिसक्यो, अहिले पनि फलि नै रहेछ है साथीहरू। तिहारमा पनि सबैभन्दा अगाडि मैले नै यो दोकानमा, हाम्रो यताको गाउँको बजारमा मैले नै अगाडि निकालेको साथीहरू बोडी। घरमा पनि खाइसकिँदैन कति हो कति, अनि बजार यसो अलिअलि मिठाई सिठाई हुन्छ छोराछोरीलाई भनेर लगिवरी बेचेको मैले नै हो साथीहरू। अहिले सबैभन्दा लास्ट पनि मेरै नै छ है साथीहरू बोडी चाहिँ। अहिले बजार मेला लग भने राख्न भ्याइँदैन। अस्ति भर्खरै मैले लगेको थिएँ 4 मुठा साथीहरू, त्यस पछाडि अस्ति खायौँ एकसाथ। आज फेरि यति। अब चाहिँ गाछ पुरानो बुढो हुँदै गयो। अनि अब हुन्छ, फेरि कसैलाई बिउ चाहियो भने भन्नु होला, मेरो घरमा एभाइलेबल छ। अनि यता हेर्न सक्नुहुन्छ मेरो बारीमा खोर्सानी पाकेर लटरम्मै छ। के गर्नु, 2 जनाको जान्छौँ, 2 जना 4 जना बच्चाहरू त के खान्छ नि, हामीहरू नन्दा भाउजू। अनि यहाँ कति खानु त, लटरम्मै फलिरहेछ, पाकेर छैन खोर्सानीहरू। अनि यता पनि पाकिरहेछ, हेर्न सक्नुहुन्छ, यता पनि खोर्सानी पाकिरहेछ। कसले खाने, 2-3वटा गाछ हुँदाखेरि भइहाल्छ। अनि यहाँ हेर्नुहोस्, यता पनि पाकिरहेछ खोर्सानीहरू, कसले खाने हौ साथीहरू खोर्सानी। यता मेरो पोइसाग कि कोही सागहरू यहाँ छ, हेर्न सक्नुहुन्छ। कति खानु, अलिक दिनमै फर्सी यता पनि भइहाल्छ, जाँदैछ साथीहरू। बोडी त पनि रहेछ नि अझै, पनि रहेछ बोडी त। यहाँ पनि अलिक दिनमा यहाँ गट्टा पनि हुन्छ, मुन्टा पनि हुन्छ, यता पनि छ। त्यसो त। अनि यता पनि हेर्नु मेरो सब्जीबारी, यो चाहिँ मुला हो, खाइरहेछौँ मुला पनि। वहाँ रायो साग छ, सिमी छ, अनि
के भन्छ नि बिन्स छ अनि यता फेरि फर्सी रोपेर अनि यिनीहरू बिन्स हो यो साथीहरू लहरा लाग्न थाल्यो यसलाई पनि यति नै साथीहरू गाउँघरको अरू त के देखाउनु र सब्जी बारीमा डुल्दै भिडियो गर्दै साथीहरू हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो घर हो अब म चाहिँ घरमा आएँ घरमा पनि लाउको मजाले फल्दैछ यो मेरो बगडी पनि छ यो लाउको झ्याङ हो अर्कोतिर पनि फल्दैछ लाउ पनि अनि यो चाहिँ मेरो बगडी है साथीहरू अनि यति चाहिँ भयो अब यो चाहिँ पकाउनु पर्छ भरे बेलुकाखेरि अनि खानुपर्छ है साथीहरू यता पनि बसिरहेछन् अनि तपाईँहरूलाई देखाउँछु यता पनि छ मेरो बारी है साथीहरू यति सानो बारी कति देखाएको भन्छ होला तर आफ्नो घरको भनेको सानो भए पनि ठुलो भए पनि धेरै भए पनि कम्ती भए पनि रमाइलो लाग्दो रहेछ आफूले गरेको मेहनतको फल देख्दाखेरि साथीहरू हेर्न सक्नुहुन्छ आँगनमै रोपेको मैले यो रायो कति राम्ररी भइरहेछ खानु पनि माया लाग्दो कस्तो राम्रो अनि यता हेर्न सक्नुहुन्छ अनि यता पनि छ है मेरो चाहिँ मेरो त सब्जीमा गट्टा पनि लाग्दैछ फर्सीको हेर्नुहुन्छ भने जुम गर्छु ल इस यो गट्टा है साथीहरू अनि यता लाउहरू फल्दैछ लाउहरू यता बैगुनको गाछ हो यो चाहिँ हिजो अघि बिहान टिपेर खाएको अनि यता कुमरा है साथीहरू कसलाई चाहिन्छ कुमरा एभाइलेबल छ मेरो घरमा पाकेको कुमरा अमिलो कसैलाई हाँसको मासुसँग खानु छ भने लिन आउँदा हुन्छ साथीहरू ल त बाई बाई साथीहरू।